सम्पूर्णमा नमस्ते। मेरो नाम विजय बुढा मगर हो। घर मेरो चाहिँ लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व उठा उत्तरङ गाउँपालिका 3 नम्बर वडा रनमा पर्छ। आज म चाहिँ एउटा एक्सप्लोर सुन्दह नामक युट्युब च्यानल चाहिँ खोलेको छु। म त्यो च्यानलमा चाहिँ तपाईहरुले चाहिँ विभिन्न किसिमका यो गाउँपालिका भित्रको मा पाइने विभिन्न किसिमका सुन्दह लगायतका विभिन्न किसिमका ताल तलैयाहरू र पुठा हिमाल लगायतका हिमालहरू र यहाँको चाहिँ विभिन्न किसिमका चाहिँ वन्यजन्तु जनावरहरू चाहिँ तपाईहरुलाई मैले चाहिँ देखाउने छु र यहाँको रहनसहन यो ठाउँहरुको बस्तीहरुको चाहिँ उठबस लवाई खइहरु चाहिँ म तपाईहरुलाई सबै चाहिँ मैले बारम्बार तपाईहरुलाई देखाउने छु। र आज म ठीक यही गाउँपालिकाको केन्द्रबिन्दु रहेको तकसेरा गाउँको ठीक अगाडि म चाहिँ यो तकसेरा गाउँ देखिने गरी चाहिँ म तपाईहरुलाई आज एउटा भिडियो बनाउँदै छु र तपाईहरु सुन्नु भयो होला सायद यो तकसेरा गाउँ बनिसकेपछि यो भन्दा लगभग करिब 2 वर्ष अगाडि घरजवाईको सुटिङ पनि यही तकसेरा गाउँमै गरिएको थियो र विभिन्न किसिमको भिजुअलहरु भिडियोहरु पनि यो गाउँमा चाहिँ आएर चाहिँ सुटिङ गरिने गर्छन् र म चाहिँ आज तपाईहरुलाई विशेष गरी सुन्दहको बारेमा र यो गाउँपालिकामा पाइने वन्यजन्तु र पुठा हिमालको बारेमा चाहिँ म तपाईहरुलाई केही कुराहरु चाहिँ प्रश्न गर्न गइराखेको छु। र तपाईहरु जब सुन्दह जानुभयो भने सुन्दह जाँदा बित्तिकै तपाईहरु चाहिँ यही बाटो जानुपर्छ। तपाईहरु अवश्य पनि यो तकसेरा गाउँमा चाहिँ तपाईहरु आउनु हुनेछ। जब यो गाउँमा आइसकेपछि तपाईहरु जुन हेरिराख्नु भएको छ यो मेरो पछाडी देखिने गाउँ चाहिँ करिब 600 घर कुरिया छ। यो गाउँ चाहिँ सानो देखे तापनि तर एकदम नजिक भएर चाहिँ बसेको गाउँ हो। यो गाउँ चाहिँ जसरी नजिक भएर बसेछ यहाँको मान्छेको चाहिँ उनीहरुको चाहिँ आत्मीयता पनि त्यति नै नजिक भएर चाहिँ बसेको गाउँ हो। यस्तै खालको गाउँहरु चाहिँ तपाईहरु यो भन्दा माथि जानुभयो भने तपाईहरु चाहिँ ओखमा गाउँ पाउनुहुन्छ र मयाङ गाउँ पाउनुहुन्छ, हुकाम गाउँ पाउनुहुन्छ, मैकोट गाउँ पाउनुहुन्छ अनि त्यसपछि तपाईहरु चाहिँ रनमा गाउँ तपाईहरु जुन चाहिँ तपाईहरु सुन्दह करिब यो 4435 को हाइटमा भएको एकदम लुम्बिनी प्रदेशको हिमाली जिल्लाको एकदम अग्लो स्थानमा ठूलो टाल भएको चाहिँ ताल हो त्यो सुन्दह। त्यो सुन्दहमा तपाईहरु जाँदाखेरि तपाईहरु चाहिँ विभिन्न किसिमको जनावरहरु चाहिँ तपाईहरु चाहिँ पाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईहरु चाहिँ विश्वमै दुर्लभ जन्तु मानिने रेड पान्डा पाउन सक्नुहुन्छ र कस्तुरी पाउन सक्नुहुन्छ र तपाई झारल पाउनुहुन्छ, नावर पाउनुहुन्छ र विभिन्न खालको चाहिँ मृगहरु पाउनुहुन्छ र तपाईहरु चाहिँ विभिन्न खालका चाहिँ चराचुरुङ्गीहरु हाम्रो चाहिँ राष्ट्रिय चरा मानिने चाहिँ डाँफेहरु चाहिँ तपाईहरु थुप्रो पाउनुहुन्छ तपाईहरु बाटोमा र त्यो लगायत चाहिँ थुप्रो खालको चाहिँ चराचुरुङ्गीहरु पाउनुहुन्छ। र तपाईहरु चाहिँ जब त्यहाँ सुन्दहसम्म पुगिसकेपछि तपाईहरु चाहिँ विभिन्न खालको जडीबुटीहरु तपाई एकदम बहुमूल्य जडीबुटी मानिने यार्सा गोम्बा अनि त्यसपछि कटुकी अनि त्यसपछि पाँच औले लगायतका थुप्रो जडीबुटीहरु अनि त्यसपछि यही गाउँपालिकामा चाहिँ पाइने चाहिँ हाम्रो वीरमौरीहरु एकदम साहसिक नै भनौं। त्यो वीरमौरी निकाल्नलाई पनि यति साहसिक तरिकाले चाहिँ निकाल्नु पर्छ। त्यो वीरमौरीहरु तपाईले देख्न सक्नुहुन्छ र एकदम औषधिको रूपमा चाहिँ मानिने तपाईले चाहिँ त्यो चिब्ली किराहरु अनि त्यसपछि विभिन्न खालका चाहिँ तपाईले चाहिँ जडीबुटीदेखि लिएर औषधिदेखि लिएर तपाईहरु हरेक चीज चाहिँ तपाईहरु चाहिँ पाउन सक्नुहुन्छ। तपाईहरु चाहिँ यो बाटो भएर चाहिँ तपाईहरु जुन सुन्दह जानुभयो भने तपाईहरु सुन्दह गइसकेपछि तपाईहरु चाहिँ हरेक चीजको एकदम सामना गर्दै तपाईहरु चाहिँ जानुपर्ने हुन्छ। किन भन्दाखेरि यो गाउँपालिकामा हामीले चाहिँ जब अहिले हाम्रो यो स्थानीय तह आइसकेपछि बल्ल हामीले चाहिँ यो सुन्दह लगायत यो रुकुम पूर्वको यो पुठा उत्तरङ गाउँपालिका एकदम पर्यटनको सम्भावना बगेको गाउँ भएको हुनाले चाहिँ हामीले चाहिँ ठाउँ भएको हुनाले यो ठाउँलाई हामीले चाहिँ पर्यटन मूलक चाहिँ कसरी बनाउने भन्ने चाहिँ हामी चाहिँ त्यहीमा चाहिँ हाम्रो गाउँपालिका पनि लागिरहेको छ। हामीले चाहिँ कसरी हुन्छ यहाँको चाहिँ युवाहरू जुन विदेशीका युवाहरूलाई कसरी यही गाउँपालिका भित्र चाहिँ हामीले चाहिँ पर्यटनहरू सयौं हजारौं चाहिँ पर्यटनहरू चाहिँ हामीले चाहिँ भित्राएर चाहिँ कसरी हुन्छ हाम्रो चाहिँ यो गाउँपालिका भित्रको चाहिँ युवाहरूलाई चाहिँ रोजगारी दिलाउनेमा चाहिँ हामीहरु चाहिँ जतिखेर भए पनि हामी चाहिँ एकदम तत्पर छौं। र यो गाउँपालिका भित्रको जुन तपाईहरु सुन्दह पुग्नुभयो भने त्यो सुन्दहमा चाहिँ तपाईहरु चाहिँ एउटा विश्वमै एकदम साहसिक
शिकार खेल्ने विदेशीहरू चाहिँ आएर चाहिँ शिकार खेल्ने ठाउँ पनि हो। त्यो सुन्न भनिसकेपछि हाम्रो पुठा उत्तरन गाउँपालिकामा मात्र 4वटा चाहिँ शिकार खेल्ने चाहिँ बलकहरू भएको ठाउँ हो। तपाईहरु चाहिँ त्यहाँ गइसकेपछि तपाईहरु चाहिँ विभिन्न किसिमका चाहिँ ताल तलैया मात्र नभएर त्यहाँको चाहिँ मृग जनावर मात्र नभएर त्यहाँको चाहिँ जडीबुटी मात्र नभएर तपाईको शिकार मात्र नभएर त्यहाँ तपाईहरु चाहिँ बाटोमा हिँड्ने क्रममा तपाईहरु चाहिँ विभिन्न किसिमका चाहिँ फूलहरू अनि त्यसपछि तपाई धेरै किसिमका चाहिँ तपाई चाहिँ भेट्न सक्नुहुन्छ। र तपाईहरुलाई मैले चाहिँ यो युट्युब च्यानल देखि तपाईहरुलाई मैले चाहिँ बारम्बार यस्ता खालको भिडियोहरु चाहिँ मैले चाहिँ तपाईहरुलाई अपलोड गर्ने छु। यहाँको यो ठाउँ यो गाउँपालिका भित्रको चाहिँ यहाँको चाहिँ रहन सहन उद्बस आफ्नै खालको छुट्टै खालको चाहिँ कला संस्कृति भएको चाहिँ गाउँपालिका हो। यो गाउँपालिकामा चाहिँ जे जस्तो पाइन्छ त्यो चाहिँ म तपाईहरुलाई चाहिँ बारम्बार मैले चाहिँ यो युट्युब च्यानल देखि म तपाईहरुलाई देखाउने छु र तपाईहरुले यो मेरो युट्युब च्यानलमा चाहिँ सब्स्क्राइब र शेयर गरिदिनु हुनेछ भन्ने चाहिँ अपेक्षा गर्दछु। हवस् त, नमस्कार।